साँच्चै भन्ने हो भने म त 40 वर्ष यो समाजकै लागि काम गरेर थकाइ मार्न गाउँ आएको मान्छे। मेरै गाउँमा थकाइ मार्छु गरेर भन्दा आएको मान्छे यहाँ आएपछि साथीहरूको उत्साह जाँगर देखेर ल गर्नुपर्छ यो भनेर त्यसरी साथ सहयोग गर्दै झुक्ने चमक्को गरेँ र अहिले लागिरहेको छु। एउटा लक्ष्यमा पुर्याउनु पाएदेखि हुन्थ्यो भन्ने सोच छ। र तपाईँहरू सबैलाई हामी के भन्छौँ भने खड्काजी अघि पनि भनिसक्नुभयो, खड्काजी र म त सँगै 2 वर्ष सहकारी गरेको मान्छे हो र उहाँको काम गराए मैले बुझेको पनि छु। र हामीले यहाँबाट आफ्नो पर्सनल हाम्रो हितको लागि अथवा हाम्रो खर्चको लागि हामी 5 पैसा पनि त्यहाँबाट निकाल्नु छैन, बरु हाम्रै 5 पैसा त्यहाँ परोस् त्यसैमा हामी रमाउनु छ। र यो कार्यक्रम जसरी भए पनि हामीले यो देउसी भैलो कार्यक्रम सम्पन्न गरेका छौँ। यसमा एकदम सबैभन्दा ठुलो योगदान हाम्रो कोष्ठजीको जोडी प्लस मादल बजाउने भाइ र गाउने नाच्ने साना बहिनीहरू तिनीहरूलाई दिन चाहन्छु। लाली गुराँस टिमलाई म त्यसको श्रेय दिन चाहन्छु, किनभने त्यो गाना बजाना नभएको भए हामी अझ मगन्तेको रूपमा तिर्नु पर्थ्यो होला सायद। त्यो किसिमको महसुस मलाई भएको छ र तपाईँ लाली गुराँस भजन मण्डलीका सम्पूर्ण साथीहरूलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। र निरन्तर रूपमा तपाईँहरूको जुझारोपन, तपाईँहरूको यो सक्रियता भोलिको दिनमा पनि यो मिलन केन्द्रमा पनि रहनेछ भन्ने अपेक्षा पनि राखेको छु। र यो अभियान सुरुवात गर्दाखेरि यो देउसी भैलो कार्यक्रम गर्ने भन्दा हामी छलफल गर्दै थियौँ। त्यति बेला हाम्रो त्यही विचार पराजुली फेरि पनि उहाँ नै आइपुग्नु भएको छ। ल उठाइहाल्ने पैसा बिचरा बिरामी भएर दौड कहिले दिल्ली कहिले काठमाडौँ कता गएर उहाँ आफ्नै समस्यामा जुझिरहेको बेलामा पनि सबभन्दा पहिला गोजीबाट 10,000 ल 4 महिना 3 महिनाको 12,000 सबैले जुटाउँदै बुढापाका सबैजनाले वृद्ध भत्ता लिनु भएको छ जुटाइहाल्ने भन्नुभयो। मैले भने हेर्नुहोस् सबैलाई तपाईँको यस्तो अवस्था नहुन सक्छ, यसरी नभन्नु, तपाईँले गर्ने कुरा गर्नु, अरूले आफ्नो हिसाबले गर्न भन्ने उहाँले 10,000 रुपियाँ छोड्ने त्यसैले जम्मा गरिहाल्नु पहिले देउसी भैलो सुरु हुनुभन्दा अगाडि। त्यसपछि पञ्चायत 93-94 वर्षको मान्छे बिचरा अनेक रोगहरूले ग्रस्त हुनुहुन्छ। उहाँलाई त्यो वृद्ध भत्ताको उहाँले बुझाउनु भएको छ, उहाँले 10,000 रुपियाँ दिनुभएको छ। कति तारिफ गरे पनि यो उहाँहरूको लागि चाहिँ थोरै हुन्छ। यस्ता मान्छेहरू हुनुहुन्छ समाजमा, यो संस्थामा। र भोलिको दिनमा पनि यो संस्थालाई फेरि पनि सामग्री सहयोग गर्ने, मन वचन र कर्मले सहयोग गर्ने साथीहरू धेरैजनाको वचनहरू पाएका छौँ हामीले। कसैले यसलाई ठुलो योगदान, ठुलो अस्तिको दानमा पनि 25,000 रुपियाँ दिएर पनि फेरि पनि मेरो सहयोग तपाईँहरूलाई रहनेछ, चाहिएको बेला मलाई फेरि पनि सम्झिनु होला भन्नुभएको छ। उहाँहरूलाई पनि हामी सम्झिनेछौँ। र खास गरी यो मिलन केन्द्र जुन उद्देश्यको लागि हामीले खडा गर्न खोजेका छौँ, यो मिलन केन्द्रले त्यो उद्देश्य प्राप्त गर्न सकोस्। अलिकति मलाई कहिलेकाहीँ मैले डे 1 देखि भन्दै आएको छु, यहाँ जति जुन दिनबाट म यहाँ छिरेको छु त्यस दिनदेखि मैले कुरा गर्दै आएको छु। हामी यहाँभित्र राजनीति नगरौँ है, कुनै आलाप नगरौँ हो। विचार मसँग एउटा होला, कोष्ठ भाइसँग अर्को होला, कृष्णबहादुर भट्टराईसँग एउटा होला, अरू कसैसँग आफ्ना विचारहरू होला। त्यो विचार हामी यहाँबाट निस्किएपछि बाहिर छौँ, आफ्ना विचार पोख्नु, कहाँ पोख्नुपर्ने हो। राजनीति गर्ने ठाउँमा राजनीति गर्नु, तर यो संस्थाभित्र राजनीति गर्ने पनि त्यो चाहिँ मान्ने हुने छैन, त्यो हामी मान्नेवाला छैनौँ। त्यो अलिअलि गर्न मलाई आएको मैले आभास गर्दैछु। त्यो कुरो मैले अहिले सबैबाट भन्न चाहिनँ। साथीहरूले आफूलाई करेक्सन गर्नुपर्छ र यो संस्थागत रूपमा यो वृद्ध नागरिकहरूको हितको लागि मात्रै हामी प्रयत्न गर्नुपर्छ भन्ने कुरो मनमा राखेर यहाँ कुरा गरौँ, अरू बाँकी कुराहरू नगरौँ भन्न चाहन्छु। अहिले पनि म अनुरोध गर्न चाहन्छु। र हामी यो अघि हामीलाई हाम्रो कर्मचारी भनिसक्नु भएको छ, यो भवन बनाउँदाखेरि हामी धेरै महत्त्वकांक्षी भएर मलाई लाग्छ हिजो पनि हामीले अलि समीमित भएर हामीले अरू कुरा विचार गरे भए यति बेला हाम्रो भवन भइसक्नु थियो। त्यति बेला हामीले पाएका सरकारी जमिनहरू, सार्वजनिक जमिनहरूलाई यसैमा चाहिँ हामीले गरौँ न त भनेर भन्न खोजे भए
यति बेला हामी मलाई लाग्छ 1 वर्ष अगाडि नै हामी भवन तयार गरिसक्यौँ। त्यो कुरामा गरेनौँ, हामीहरू त्यो चुकेका छौँ। भवन हामीले अथवा जमिन जहाँ हामीले पायौँ त्यो जमिन चाहिँ अलिकति पहिला सुरुमा हामीले जति पैसा हाल्यौँ त्यो पैसा हाल्दाखेरि त्यो भवनै बनाउन नमिल्ने किसिमको जमिनको टुक्रा हामीसँग हातमा आएर आएको। त्यसमा फेरि थप्नु पर्यो अनि फेरि गरेका प्रयत्नहरूबाट पनि त्यो पैसा फेरि जमिनमै हाल्नु पर्यो। हामीले त्यो थोरै भएको पैसालाई धेरै विशेष खालले प्रयोग गर्न सकेनौँ। र अहिले हामीले मलाई लाग्छ मैले यो अभियानबाट चाहिँ 10 चाहिँ उही लाग्छ, 10 भन्दा माथि नै उठाउँछ भन्ने मेरो चाहिँ सोच थियो। त्यो 4-5 दिन हुँदाखेरि कति कसरी नहोला हो यति पैसा भन्ने सोच थियो, तर भएन। खै जति भयो त्यसलाई हामीले धेरै भएको भनौँ अथवा साथीहरूले सबै साथीहरूले अपेक्षा गरेकोभन्दा राम्रै पैसा उठेको छ भन्ने मानौँ। र भोलिको दिनमा फेरि पनि हामीले हाम्रा साथीभाइ जहाँ हामी देउसी भैलो खेल्न पुगेका छैनौँ। कतिपय साथीहरूले भन्नुभएको छ देउसी भैलोको चिठी आयो, मान्छे चाहिँ आउनु भयो तपाईँहरू भन्नुभएको छ। त्यहाँ हामी फेरि त्यही उद्देश्यले फेरि आइपुग्छौँ भनेर भनेका छौँ। र त्यसरी पनि हामी भोलिका दिनमा त्यो जमर्को गर्दै त्यो संस्थालाई आउँदो अर्को वर्षभित्रमा अर्को देउसी भैलो खेल्ने बेलासम्ममा चाहिँ हामी आफ्नै भवनबाट त्यो शुभारम्भ गर्नेछौँ भन्ने अपेक्षा गर्दै त्यो प्रयत्नमा सबैको हातेमालो हो, सबैको सहयोग जुटोस्। हिजो त हामीले देउसी भैलोमा गऱ्यौँ नि, अब अवस्था हुँदैन भन्ने कुरा नगर्नु होला। सबैले सक्दो सहयोग गरौँ। सबैको हात जुट्यो भने हामी स्ट्रङ हुन्छौँ, गर्न सक्छौँ। हाम्रा प्रयत्नहरू सफल हुनेछन् र हामी भोलिका एकदम एक भएर शक्तिशाली हुनेछौँ। भोलिका दिन अरू किसिमका प्रयत्नहरू पनि गर्न सक्नेछौँ भन्ने अपेक्षा गर्दै हामी भोलि मलाई लाग्छ साथीहरूले खबर गर्नुहुन्छ होला कि भोलि कार्य समितिका साथीहरू र निर्माण समितिका साथीहरू भोलि एकपल्ट हामी फेरि कुन बेला हुन्छ यो सबै कुरा जुटाएर अहिले हामी भोलि 7 बजे भेला भएर यसलाई कसरी अगाडि लैजाने भन्ने कुरामा छलफल गरौँ। खड्गजी त्यसमा अनिवार्य उपस्थिति छ, आउनु होला। र हामी अब कसरी जाने हो त, कुन अप्सनमा हामी गयो भने ठिक हुन्छ भन्ने किसिमका कुराहरू छलफल गर्दा हामी पर्सिबाट त्यो कार्यक्रममा जुट्नुपर्छ भन्दै यो आजको कार्यक्रम